सबै कुराको एउटा पर्फेक्ट टाइम मिल्नु पर्ने रहेछ। मलाई चाहिँ यसपालि इलमपोखरी बजार घुम्ने भिजिट गर्ने एउटा टाइम मिल्यो र हामी बिहानै इलमपोखरी बजारतिर जाँदैछौँ एउटा समूह ग्रुप भएर। बजार गएको मान्छेको हालत हाम्रो बिच बाटोमा पानी परेर बिजोको बजार रहेछ त। हामीले चाहिँ पानी परेको कारण बाटोमा धेरै दुःख पनि पायो, बाटोको हालत पनि खत्तमै थियो। बजार आयो आज बाटोमा 500 चोटी लड्यो होला। देउरालीबाट आधा घन्टा जतिको बाटो चाहिँ गाडी जानु नसक्ने भएर हामी चाहिँ हिँडेर नै जाने मिलेर गऱ्यौँ र सबै समूह मिलेर हिँडेर गएँ। रमाइलो नै भइराखेको छ। त्यहाँ हामी पुग्दा चाहिँ मान्छेहरू खासै कोही पनि थिएन, पानी परेर सायद खाली थियो। हामी चाहिँ छिटो फाइदै भयो। सबै समूह खाजा खाएर फोटोसोटो खिचे अनि पानी पनि रोक्यो। त्यसपछि चाहिँ बजारतिर भिजिट गर्न लाग्यो। मौसम एकदमै राम्रो भएर खुलेको थियो बिस्तारै। हामीले एकदमै फोटो धेरै खिच्यौँ, भिडियो धेरै बनायौँ, इन्जोय गऱ्यौँ। तर साँच्चै एकदमै रमाइलो भयो चाहिँ।